वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा। अलिकति जग जम्दी विपत्ति हालिदियो हुन्छ कि पूजा सामग्री त्यो छ भने छैन भने बेसार भयो अनि सदरसलाई बृहस्पति अति ज्यादाजी हरे आज ध्वजा बाँध्नु छैन भने बृहस्पति अति ज्यादाजी हरे आज मध्ये भारतम जति पूज्यति देश बसरे त प्रजा तदस्मा सूर्य भिडन्ते इन्द्रमा आए हिड मानव भंगा मोदि समान आए पूजा गर्ने भनेको चन्दन चढाउने फूल चढाउने अक्षता चढाउने सबै पाद्यम अर्घ्यम आचमनीयम पञ्चामृतम सुन्दरम सबर्कम कलशे साग्रवर्णाय नमः मार्जनम नमो तनुताय सहस्रकृताय सहस्रपादाय चित्तवावे सहस्रनाम्ने पुरुषाय सहस्रकोटि युगधारिणम् एतानि सर्व एको वैष्णव सवितुर्भाव सर्वनामे छिद्रेण पवित्रेण सूर्यस्य ओम वैकाणसर्वलोकं वैकाणमुपसंस्कृति कलशे वर्णं शान्तं विवाहं सशक्तिकम् आवायामि स्थापयामि पूजयामि यति तीर्थको जल भन्छ त्यसमा गंगा जल छ ल वेदोपेतरबाट अङ्गै सहित सर्वे कलशन्तु समाश्रिता र छोड्दिनु भयो। ओम सिद्धि बुद्धि बधाई श्री गणेशाय नमः। सिद्धि बुद्धिलाई ओम एकदन्त नमस्तेस्तु ओम इमवक्त्र नमस्तेस्तु ओम मूषकवाहन नमस्तेस्तु ओम कुमार गुरवे तुभ्यं नमस्तेस्तु ओम चतुर्थ दुर्वे प्रतनुषेण सतेन च दुर्वाग्राणि समर्पयामि। प्रातः भगवान् दोई मातुर कृपा सिन्धु शान्मातुर जगत प्रभु वरदस्तम्बरं देहि वाञ्छितं वाञ्छितार्थदा अनेन फलदानेन सफलोस्तु सदा मम। त्यही राख्नुहोस् अगाडि राख्नुहोस् यसो जलसेचन गर्नुहोस् सबै चढाउनुहोस् पाद्यम अर्घ्यम आचमनीयम पञ्चामृतम शुद्धोदकं समर्पयामि कुलदेवताभ्यो नमः। मार्जन गर्नु नमो तुरन्ताय सहस्रमुदय सहस्रपादाय चित्तवावे सहस्रनामचार्य सहस्रकोटि युगधारिणम् नमः। फेरि सेतो र पाल्को गर्दै दिनुहोस्। पितामही व्यासुदाय व्यासुदाय नमः प्रपितामही व्यासुदाय व्यासुदाय नमः अक्षन्न पितरोमि मदन्त पितरोति तृप्यन्त पितरा पितरा सुन्दरधम्मा कुलदेवता पितृदेवताभ्यो नमः पितृभ्यो नमः। अरू ध्वजा पनि अलिकति बाँध्नुलाई
पूजा गर्नुहोस्। ओम सप्तरेखया प्रतीता शरीरे सप्त रक्षन्ति सदव प्रमादं सप्तापाः स्वपतो लोकम्। ॐ गं गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गं गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया। ॐ गं गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ॐ गं गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया। ॐ गं गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया। गं गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया। आफूलाई सेचन गरेर पवित्र गर्ने यज्ञ मौसमी मन्दरादो विश्वे देवास यमादन्तामो प्रतिष्ठा। त्यसलाई यहाँ बत्तीमा राख्न सकिन्न र? हरि ओम तत्सत् विष्णु 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 नाम प्राणपुरुषोत्तम श्री भगवद्गीता तुलसी विष्णुराज्ञा ब्रह्मचा सकल जगत सृष्टिकार्यो ब्रह्मो द्वितीय द्वारा श्री ईश्वरद्वारा कल्पित भगवद्गीता अष्टादश सुंदरी कलियुगे कलियुगे सुखप्रद निवासो श्री भगवती चतुर्मुखी आर्यावतार देवकांतर्गत षष्ठम खंडे रुद्राक्ष वत्सेरविवासरान्वितायां तृतीयायां शोपुण्यति भवेत् श्री श्री नारायण सर्वजी। कतिजना वशिष्ठ गोत्री हुनुहुन्छ हैन? वशिष्ठको पार्वती नामले देव्यामा अनि अरू सबै छोराहरूको नाम वशिष्ठ मलाई भीमा शर्मा सपत्नी हामी बुहारी भयो केशद्वारा देव्यामा अनि भानु भइसक्यो। प्रकाश शर्मा सपत्नी भगवानको पूजा गर्नको लागि के चाहिन्छ? मन चाहिन्छ हो। सही भएर मात्रै उठ्न मन चाहिन्छ। त्यसैले एकछिनको लागि सबै बाहिरी व्यवहारहरू सबैलाई बिर्सेर भित्री बाहिरी आँखा चिम्लिने भित्री आँखाले हाम्रो तेस्रो आँखा हुन्छ एउटा यहाँ। त्यो तेस्रो आँखाले हामी भित्रै भगवान् हामी भित्रै हुनुहुन्छ। हामी भित्र भएको भगवान्को दर्शन गर्दै गर्दै मङ्गलाचरण गर्छौँ हामी है। ल अरू सबै कुरा बिर्सिनु मलाई एकछिनको लागि। सर्वदा सर्वकार्येषु नास्ति तेषां मङ्गलम्। आत्माले परिया राखेर जानु होला। पूजौ गणेश बाला सिन्दुर देव फुलमाला। पूजौ गणेश बाला सिन्दुर देव फुलमाला।
दर्शन दिन भक्तलाई आइदेऊ भगवान दर्शन दिन भक्तलाई आइदेऊ भगवान दर्शन दिन भक्तलाई राम नाम हरि गणेशजीसँग हाम्रो यो कर्म निर्विघ्नतापूर्वक सम्पन्न होस् भनेर यता पास गर्नुहोस् त्यसलाई दीपम दर्शयामि गणपति समस्तावाय पूजित देवताभ्यो नमः राख्दिनुहोस् नैवेद्य नाभ्या आशीरम दुबो राख्नुहोस् त सप्तशती पुस्तक भरणी भरणी श्री प्रवरानंद सुंदर माता ने शाखाध्यायी नवराशे मानवत सर्व सपदे सदंगते हम कर्म नाम नाम सर्व ब्राह्मणानि हलवस प्रजापति वयम प्रीमहे भगवानस एउटा एउटा चिज निकालेर दिनु त गणानाथा गणपति फुटेर थोरै कफी बोल्छ अहिले कफी बोल्छ अरे नभा गजनी जान्छ सबै गुरु ब्राह्मण जानुलाई निकाल्नु जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार किलाने और पांचों चीज आर्घ्यम समर्पयामि अर्घ्यम समर्पयामि आचमनीयं समर्पयामि पंचामृतं समर्पयामि शुद्धोदकं समर्पयामि मार्गं नमो स्फुरन्ताय सहस्रमूर्ताय सहस्रपालाक्षि शिरोरुलाभि सहस्राब्दे पुरुषाय सहस्रमे सहस्रकोटि युगलाय नमः एतानि सर्वदासे जनाक्षि समर्पयामि मार्गं बोला नमो स्फुरन्ताय ओम विष्णु तम वीर्याणि प्रवोचं यः पार्थिवानि देवैरजांसि यो अस्कभाय दुतरगु सदतं चक्रवाणस्ते गोरुलायो विष्णवे त्वा ज्ञानं समर्पयामि लक्ष्मी नारायणाभ्यां नमः ल चढाउनला तेरे अर्को फुल लिएर आह्वान गर्ने हरि ओम सहस्रशिरेखा दुर्गा सहस्राक्षाम सहस्रपादं सर्वोमिगो सर्वतर्पुता तिष्ठत साकुलम उभावा एतं गरुड परिचितं नमानुदेयं सुरराजवर्धितं कंसादकं संगदादाष्टं भजामि देवं वसुदेवसुतं स्वागतं देवदेवेश्वरमद्भाग्यार्थं विरागतं स्वागतं प्रतिष्ठावान् पालवं परिवारं धर्मार्थकामसिद्धं श्रीभगवत्स्वाय स्वागतं सदादेव शान्ता शुद्ध से खाना शुद्ध जल आपको आत्मा सुंदर तुम विश्वमोहि तुलसी पत्र मिलाएर मैले ग्रहमा भन्छु तपाईले पूजा गरिराख्ने सम्झेर पूजा गर्ने उत्तर
भिडियो र फोटो पठाउनु साडी चोलो भएको यता ल्याएर राख्नुहोस् सबै त्यसै गर्नुहोस् हुप राख्नु होला राखिदिनुहोस् चलाइदिनुहोस् इस इलाके में शिवाजी धर्मों से बड़ा कोई भी नहीं है। कटप्पा टक लिया तेरा बाप टक लिया। हरे राम हरि हरि हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि पिंजरा तोडेर पंछी उडेर छोडेर पिंजरा तोडेर पंछी उडेर
सत्य बोल्ने छु झुटो बोल्ने छैन भनेको सबिदा पहिले सबिदाले अब पैसा कमाएर नि बालाई दिदी अब पैसा कमाएर दिदी मैले बालाई गरेँ
बोल्यो भगवती भिचाउँदै भगवती भिचाउँदै सुरुमा पऱ्यो नि केही अग्नि प्रजा पौलांबे करोड कर्णम पैवडे तो आश्वास अहिले काठो मान्छेले यस्तो त यो बत्ती झप्प समयमा झ्याप्छ लैजानु बाहिर बाटा उठ्नु अग्नि प्रजा पौलांबे करोड कर्णम पैवडे तो आश्वास सुरक्षा र पास गर्नु एक भाइ यहाँ आएर उभिदिनु आमाको सकिए म यही छु भनिदिनु पर्यो बत्तीबारे सङ्कल्प लिइहाल्नु है तिरङ्गा लिएर सबैको पर्यो बत्ती खाट्नु है बत्ती खाट्नु विष्णु 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 पूर्वोत्तर संकल्प सांस्कृतिक पाठगाना लक्ष्य
शक्ति प्रदान कल्पे समस्त परमात्मा प्रभु विष्णु साहित्य वत्सदास विष्णु परिवार त्रिशूत्र निर्मिताय सपाद रक्षा कर्पूर होता सुबल वत्स राज गुरु रामप्रसाद गुरु उत्तर भाग खाली भाग देवी को ला हरे आत्मा शनि प्रभा शनि पशु शनि शनि गुणवय शनि अग्नि तया कौला पे करो पयोरे अस्मा सुरक्षा देखो शरीर को सर्वगण को संस्थे आत्मा शनि प्रजा शनि पशु शनि माला निकाल पाला सबैले आफ्नो आफ्नो सुरक्षित राख्नलाई निकालेर पाला अघि जस्तै गर्नु थियो अरू सबै भक्ति बालेका कर्ताहरूले अलिकति जोरदारसित लामा विधिवास कृष्ण छ आत्मेकं वर्तते तवा शनि पशु शनि लोक शनि शनि अग्नि नारायण नारायण बोली आएन कसैको पनि नारायणको नाम आएन कसैको मुखबाट पनि नारायण नारायण चार पटक परिक्रमा गर्नुहोस् है भगवान विष्णु लैजाऊ प्रभु तिम्रै जाली जालीमा पाता पातामा जाली जालीमा पाता पातामा हामीलाई पनि लैजाऊ प्रभु हरि हरि जाली जालीमा पाता पातामा हामीलाई पनि लैजाऊ प्रभु तिम्रै साथमा जाली जालीमा पाता पातामा हामीलाई पनि लैजाऊ प्रभु तिम्रै साथमा जाली जालीमा पाता पातामा हामीलाई पनि साथमा जाली जालीमा हामीलाई पनि लैजाऊ प्रभु तिम्रै साथमा जाली जालीमा पाता पातामा हामीलाई पनि लैजाऊ तिम्रै साथमा राधा कृष्ण भगवानको लक्ष्मी नारायण भगवानको पनि छैन मेरा राम जस्ता प्यारा कोही पनि छैन मेरा चारपटक फुटबल चारपटक मेरा राम जस्ता प्यारा कोही पनि छैन 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 मेरा राम जस्ता प्यारा
पनि छैनन् मेरा राम जस्ता प्रिया कोही पनि छैनन् मेरा राम जस्ता प्रिया कोही पनि छैनन् मेरा राम जस्ता प्रिया राम राम हरे राम पुरुषोत्तम रामचन्द्र भगवानको सोह्र संस्कारहरू छन् यद्यपि हामी सबै अहिले सबै बिर्सिसक्यौँ खाइसक्यौँ किसित खायौँ ती हाम्रा संस्कारहरू जनगण अब त गर्नुपर्छ चोकिनुपर्छ भनेर बारम्बार नामाकरणसम्म गर्छौँ अरू चाहिँ सबै हराइसके अनि जन्मोत्सव हामीले कसरी बनाउँछौँ थाहा छ नि हजुरहरूलाई त्यो पश्चिमी सभ्यता बाहिरबाट आयातित संस्कृतिलाई ल्याएर केक काटेर अनि मेणबत्ती बालेर बत्ती दिलाएर जन्मोत्सव मनाउँछौँ हेर्नुहोस् त हाम्रो संस्कार हो र त्यो कति राम्रो संस्कार हाम्रा विधिहरूले हाम्रा शास्त्रहरूले बताएका छन् बिहानै उठ नुहाइ धुवाइ गर भगवानसँग पहिले कृतार्थ बन प्रभु मलाई यो संसारमा जन्म दिनुभयो यति राम्रो शरीर दिनुभयो भनेर सबभन्दा पहिले भगवानलाई वन्दना गर आफ्ना बाबुआमासँग गएर बाबुआमासँग आशीर्वाद ल्याऊ हामीलाई यो सुन्दर शरीर यो संसारमा दिनुभयो गएर बाबुआमासँग आशीर्वाद ल्याऊ मान्यजनसँग आशीर्वाद ल्याऊ अनि अष्टतिरजीको पूजा कति राम्रो विधान गरेको छन् हाम्रा शास्त्रहरूले अष्टतिरजीहरूको पूजा गर यसरी रमाइलो गरेर जन्मोत्सव मनाऊ तर ती हराए ती विधिहरू हराए त्यस्तै हेर्नुहोस् त अहिले हाम्रो पुर्खाले गर्ने कसैले न बाउले गरे न बाजेले गरे न आमाले गरे न बजेले गरे अहिले बेबी सावर भन्ने कस्तो आएको थियो हेर्नु आएको थिएन हजुरहरूले लाज लाग्छ भन्न पनि बेबी सावर कहाँको चलन हो कहाँको त्यो परम्परा हो कहाँको संस्कृति हो हेर्नुहोस् त त्यसैले सनातनमाथि प्रहार भयो भनेर भन्छौँ हामीले अरूलाई दोष दिन्छौँ नि हामीले अरूलाई दोष दिन्छौँ सनातनमाथि प्रहार भयो भनेर तर हामी आफैले सनातनमाथि प्रहार गरिरहेका छौँ त्यसैले हाम्रो सनातनको हाम्रो संस्कृतिको जगेर्ना गरौँ हाम्रो संस्कृतिको संरक्षण गरौँ हामी आफैले गऱ्यौँ भने अरूले पनि गर्दै जान्छन् त्यसैले आज हामीले जुन यज्ञोपवीत संस्कार गऱ्यौँ बाबु दुईजना बाबुहरूको यज्ञोपवीत ब्राह्मणलाई दोस्रो पटक जन्माउने यो संस्कार भनेको ब्राह्मण दुई पटक जन्मिन्छ भनेर भनेको छ शास्त्रले तिजो ब्राह्मणलाई र त्यो जनै आज हामीले जुन जनै लगाइदियौँ त्यो जनैको महत्त्व बुझ्नुपर्छ त्यो जनैमा सम्पूर्ण देवी देवताहरूको आह्वान गरेर वेदका मन्त्रहरूले अभिमन्त्रित गरेर सम्पूर्ण देवी देवताहरूलाई त्यो जनैमा आह्वान गरिएको छ र त्यो जनैले हाम्रो रक्षा गर्छ त्यसैले त्यो जनै धारण गरेर लगाउने हो त्यस्तै गरेर गुरु दीक्षा गुरुबाट प्राप्त भएको त्यो गायत्री मन्त्र त्यसले हामीलाई दिव्य बनाउँछ अरे त्यो गायत्री जब त्यो श्रद्धापूर्वक अघि नै भने दृढ विश्वासपूर्वक त्यो गायत्रीको जप गरिन्छ भने हामीलाई हाम्रो तर त्यो हरायो छैन भोलि जनै पनि शरीरमा छ कि छैन थाहा छैन व्रतबन्ध त गरिदियो हाल्नुभयो ल यसो पूजा गर्ने जुन भिडियोको पार्नुहोला नचलाउनुहोला पढेर आए छोपेको जाँदै
कृष्णाय तुभ्यं नमः चन्द्रादित्यचन्द्रणे विद्युदने तथैव च तमेव सर्वतो किञ्चित् आफ्नै ठाउँमा घुम्नुहोस् आफ्नै ठाउँमा घुम्नुहोस् भन्नुभयो आफ्नै ठाउँमा बसेर पुष्पाञ्जली महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः देवी प्रपन्नात्मने प्रसीद माता जगत्रोगिलस्य प्रसीद विश्वेश्वरिताय विश्वं प्रसीद तत्रैव गङ्गा यमुना तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति देवशाला भगवान् सरस्वती को उमा महेश्वर को पुरुषोत्तम भगवान को पुरुषोत्तम रामचंद्र भगवान को सारे वेदों को अनारे पुराणों को संपूर्ण रामों को राष्ट्रीय पशुराज को गौ माता को संपूर्ण साधु सप्ताह को परिवारी महाप्रभु को संपूर्ण श्लोकतारों को संपूर्ण भक्तजनों को वशिष्ठ बुद्धिय संपूर्ण कुलपित्रियों को वैदिक सनातन धर्म को बजरंगबली हनुमान को अघि भनेको पूर्ण पात्रहरू विष्णु 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 वशिष्ठ सहित भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला मनुष्यको पापी मन भगवान भुल्छ मनुष्यको पापी मन भगवान भुल्छ जब जब आपत पर्छ अनि नाम लिन्छ कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला
स्वार्थ बिना कहिले होला प्रभु नाम लिने स्वार्थ बिना कहिले होला प्रभु नाम लिने सुख हुँदा बिर्सी जाने दुःखमा सम्झिने कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि फेरि फेरि भन्दैमा पाइँदैन यो चोला वेद पुराण शास्त्रले नि भजन गर भन्छन् वेद पुराण शास्त्रले नि भजन गर भन्छन् रात दिन भजन गरे वैकुण्ठमा जान्छन् कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला ओ कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि फेरि फेरि भन्दैमा पाइँदैन यो चोला एक दिन यमराजले आउँछ निम्तो मान्न एक दिन यमराजले आउँछ निम्तो मान्न थाहै नदी प्राण चुड्छन् भन्दा पनि जान्न कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हे कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि फेरि फेरि भन्दैमा पाइँदैन यो चोला आमा बुबा भाइ बन्धु जीवन सफल पारौँ आमा बुबा भाइ बन्धु जीवन सफल पारौँ कामभन्दा पहिले कृष्ण नाम अघि सारौँ कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हे कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हे कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि 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 फेरि फेरि भन्दैमा पाइँदैन यो चोला बोले कृष्ण कन्हैया लाल को जय हो नानी हुनु धेरै खेल्नु थोरै पढ्नु
लगभग महिना आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला आहै आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला राम भजन कहिले नभुला भले मनुष्य तन पायौं बडो भाग्य दुर्लभले मनुष्य तन पायौं बैतरनी पार गरी पृथ्वीमा आयौं अज्ञान रूपी अन्धकारले हामीलाई ढाक्यो नि हरि भजन कहिले नभुलाऊ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलाऊ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलाऊ हरि राम भजन कहिले नभुलाऊ बालकालको उमेरमा खेल्न मात्रै मन बालकालको उमेरमा खेल्न मात्रै मन जवानीले जवान भन्यो पिरतीमै जान जवानीले जवान भन्यो पिरतीमै जान वृद्धावस्था हाम्रो त्यसै चिन्ता गर्दै बित्यो नि हरि भजन कहिले नभुलाऊ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलाऊ हरि आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलाऊ हरि राम भजन कहिले नभुलाऊ कर्कलाको पातमाथि पानी अडे जस्तै कर्कलाको पातमाथि पानी अडे जस्तै संसारका प्राणीहरू अडेकै छन् त्यस्तै संसारको प्राणीहरू अडेका छन् त्यस्तै आखिरीमा छोड्नु पर्ने जीवन यो के छ नि हरि भजन कहिले नभुलाऊ आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलाऊ हे आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुलाऊ हरि राम भजन कहिले नभुलाऊ
दिन यमराजले आउँछ नि तो मान्न, एक दिन यमराजले आउँछ नि तो मान्न। लास ढल्छ पृथ्वीमा जन्तु लाग्छ तान्न, लास ढल्छ पृथ्वीमा जन्तु लाग्छ तान्न। यस्तो तुच्छ जीवनलाई सेवा गर्दै बित्यो नि।
बोलेको बोल्दै बोल्दै गए हेर आमाका अझै बोले आनै बोल्दै बोल्दै गए हेर अलि माथि हाम्रो बत्ती अब न म गीत गाउँछु आफैलाई अब आफू त यति भयो चलो